ल फेरि आइयो भर्खर लोकेसन हेरेर फेरि आइयो लोकेसन हेरेर ला मैले गल्ती गरेँ नि मैले इयरफोन लाएर भिडियो रेकर्ड गरेँ भने खतरा साउन्ड आउँछ कि ट्याक्क आफ्नो भोइसको नि क्लियर आउँछ है अहिले यसरी गरेछु नि हावा बढी आउँछ हावा त्यही भएर मान्छेले माइक लाउँछ नि त अहिले चाहिँ राम्रो साउन्ड आएको छ है यही हो धेरै हिँड्नै पऱ्यो होइन त उहाँबाट त हिँड्छ नि त नत्र गाडी चलायो भने त अहिले चाहिँ यत्रो भयो नि त यहाँ बस्ने ढुङ्गा हानेर खोज्यो च्याप्पस मात्र हालिदिनुपर्छ नि थाहा हुन्छ यही ताल त रहेछ नि हामी हेर्न आएको पौडी खेल्ने पनि छ हामी आयौँ सो हामी यही हेर्न आएको रहेछ राजा रानी हाँस रहेछ यिनीहरू हाम्रो नेपालतिरको हाँस यिनीहरू आँखा रातो भएको है त राजा हाँस रानी हाँस भन्छ नि त्यही त हो नि यिनीहरू ए हेरेन घाम उतातिर सहिलो हुन्छ मजा आउँछ पौडी खेल्नलाई त हामीले केही ल्याएन है अब फेरि अन्डरवेयर भित्रै जानु पर्ला घर फेरि त नि हो मान्छे कमै छ है आनन्द शान्त हामी त्यो उता गएको थियो नि सिन्त्राकोमा दाइ त्यहाँ त्यो झर्नामा गएको थियो है त्यहाँ कोही थिएन क्या हामी दुईजना मात्रै त्यहाँ बसेर आएको कोही पनि थिएन एकजना मान्छे ठाउँ चाहिँ यस्तो खतरा रमाइलो है त्यहाँ झर्ना थियो कि ठुलो झर्ना अनि त्यहाँ गएको कोही थिएन मान्छे त्यहाँ जाने बेलामा दुईजना एउटा केटा र केटी चाहिँ फर्किरहेको थियो है अनि त्यसपछि हामी गएको गएर बस्यो फोटोसोटो खिच्यो गऱ्यो कोही थिएन एउटा मान्छे थिएन आनन्द शान्त रमाइलो चिल सो दिस इज द प्लेस पिस बाटोमा पिस हान्ने ठाउँ छैन गाडीमै त होला नि पिस त अब त्यही त पिस त अब झाडिदिएर पिस हान्ने त त मलाई नै लाग्यो है मलाई त यस्तो यस्तो मुभी देख्यो भने त हरर मुभीको मुभमेन्ट आउँछ है त्यो हरर मुभी हुन्छ नि ठ्याक्क त्यो लेकतिर यसो गरेर मजाले है रोमान्टिक मुभमेन्ट बनाएर आउँछ उताबाट झ्याङबाट बाँडले ट्याङ हान्छ नि त्यस्तै रङ टर्न त्यही लाग्यो मलाई बुकी चाहिँ के यस्तो सही छ लडेला फेरि के हो घामतिर बस्यो नि यस्तो जाडो भएको चिसो हावाले कस्तो चिसो लाग्यो मलाई घाम बस्नुपर्छ यहाँ माथितिर मिल्छ कि बाटो त टन्नै रहेछ अब यहाँबाट त नागेर गयो मात्रै हो यताबाट जाने हो उताबाट गइदियो तिमी यताबाट नजा बेकारमा रिस नलिम यहाँ जुत्ता छ छ्याप्लाङ्ग गयो भने अर्को त नाम अझ माथि जानु मिल्छ र कतातिर बाटो छ त ला मलाई माथि जान्छ होला है मान्छे अझ माथितिर जाऊँ न कतातिर मिल्छ नि हजुर नेपालको भाइब छ कि अलिकति त्यो चाहिँ है नेपालको त डाँडा काँडातिर हिँडे जस्तो यहाँ त अब देखेकै छैन म त गएको छैन टाइम रमाइलो छ बाटोले कहाँसम्म लाँदो है रहेछ यस्तो सफा पानी आएको छ है त्यो ठाउँबाट यहाँ हाँस रहेछ नि त सानो हाँस है कति सानो हाँस कि यत्रो सानो बच्चाहरू होला माछा पनि हुन्छ कि यस्तोमा पानी चाहिँ कहाँबाट आएको यो सानो खोला छ कि कुल हो कि है पानी त यहाँबाट आएको थुप्रै हो बटगुरा केटाहरू अलिक उग्र केटा आयो भने त सितानो बनाउन च्यापमा घाडी कडाक्क पारेर अनि त्यहाँबाट आगो बनाएर गऱ्यो क्याम्प फायर हान्छ आनन्द रहेछ अब त्यो दाइले ध्यानुपर्छ त्यो भाइ आउन पाएन भने म फोटो पठाइदिन्छु अब दाइलाई देखाइदिनुपर्छ फोटो खिचेर
कहीँ पर्मिसन सर्मिसन दिनुपर्ने हो कि के पर्मिसन फायरको लागि यस्तो त चाहिन्छ होला नि कहाँ यहाँ झन् त्यो आग लाग्यो भने कस्तो झङ्गामा मचिरहेको हुन्छ अनि यहाँ क्याम्पफायर बाल्यो भने त गयो नि अझ माथि माथितिर हो यतातिर बाटो छ नि त साइनहरू यतातिर यही हो है ल बस्तिर जाने कि यतै बस्ने कि